एक्सन अवतारमा अभिनेत्री पूजा शर्मा। अभिनेत्री पूजा शर्मा फिल्म दानवीमा एक्सन अवतारमा देखिने भएकी छन्। उनी लभ स्टोरी फिल्ममा रुचाएकी अभिनेत्री हुन्। प्रेम गीत, म यस्तो गीत गाउँछु, म स्थित गाउँछु 2, राम कहानी जस्ता लभ स्टोरी फिल्ममा देखेकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्। यतिबेला काठमाडौँको नैकापमा फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको छ। फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्। फिल्म दानवीको क्लाइमेक्समा 100 जना फाइटर प्रयोग गरेको निर्देशक रूपेश तामाङले बताउँछन्। फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मेहनत गरिरहेका छौँ, उनको भनाइ छ। रूपेश तामाङले निर्देशन गरिरहेको फिल्ममा पूजासँगै अभिनेता कुङसाङ बोमजमको अभिनय छ भने यो उनको डेब्यू फिल्म हो। अनुप गदाल र देव मगर निर्माता रहेको फिल्ममा पवन राणा मगर कार्यकारी निर्माता छन्। कमला लिम्बू र गोकुल सुवेदी फिल्मका सहनिर्माता हुन्। यस फिल्मको हालसम्म प्रदर्शन मिति तय गरिएको छैन।